आध्यात्मिक र नैतिक मार्गमा सम्पूर्ण मित्रहरूमा अभिवादन, जय मसीह, नमस्कार। परमेश्वरले मण्डलीमा कसलाई र किन वरदानहरू दिनुहुन्छ? सबै विश्वासीहरूमा एक आत्मिक वरदान हुन्छ। बाइबलले स्पष्ट बताउँछ हरेक विश्वासीहरूमा एक आत्मिक वरदान हुन्छ। प्रेरित 1:4 र प्रेरित 2:38 पदमा लेखिएको छ। त्यसैले चर्चमा विश्वास गर्ने मानिसहरू तपाईसँग वरदान छन्। तिनीहरूको उद्धारमा नै आत्मिक वरदान दिएको हुन्छ। मतलब विश्वासीले कहिले आत्मिक वरदान पाउँछ भनेर भन्दाखेरि साँच्चै येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गरेको विश्वासीले विश्वास गरेपछि परमेश्वरले उसलाई एउटा न एउटा आत्मिकी वरदान दिनुहुन्छ। पहिलो कुरन्थी 12:11 पदले बताउँछ प्रत्येक विश्वासीमा कम्तीमा एउटा आत्मिक वरदान हुन्छ। हरेक विश्वासीमा। पहिलो पत्रुस 4:10-11 पदमा लेखिएको छ। अब यो वरदानहरू परमेश्वरले मण्डलीमा हरेक विश्वासीलाई दिनुहुन्छ। तर के को लागि? किन उहाँले हामीलाई वरदानहरू दिनुहुन्छ भनेर भन्दाखेरि पहिलो कारण भन्दछ उनीहरूको व्यक्तिगत फाइदाको लागि होइन, तर सबैको भलाइको लागि मण्डलीमा सुधार गर्न दिएको हो। अब हामीले परमेश्वरको वरदान पाइसकेपछि संसारमा आफ्नो नाम कमाउनलाई, कुनै पैसा आर्जन गर्नलाई, कुनै पनि कुरा आफ्नो व्यक्तिगत फाइदाको लागि यो वरदान चलाउनलाई दिएको होइन भनेर बाइबलले भन्दछ। परमेश्वरले हामीलाई दिनुभएको वरदान परमेश्वरकै सेवाको निम्ति प्रयोग गर्नलाई दिएको हो। विश्वासी मित्रहरू, परमेश्वरले हामीलाई दिएको वरदानहरू आफ्नो फाइदाको लागि प्रयोग नगरौँ। मण्डलीमा सुधार गर्नको लागि हामी प्रयोग गरौँ। अर्को कुरा, प्रत्येक आत्मिक वरदानहरू मण्डलीको लागि मूल्यवान छ। यसलाई अवहेलना गर्नु हुँदैन। जुन वरदान हामीलाई दिएको छ यो मण्डलीको लागि एकदमै बहुमूल्य कुरा हो। त्यसकारण तपाईँ र मलाई दिएको वरदानहरूलाई अवहेलना नगर्नुहोस्। यसलाई जीवनमा प्रयोग गर्नुहोस्, व्यवहारमा ल्याउनुहोस्। मण्डलीमा तपाईँले व्यवहारमा ल्याउनुहोस्। रोमी 12:3-8 पदमा भनिएको छ। पहिलो तिमोथी 4:14 पदमा लेखिएको छ। तेस्रो कुरा हो आत्मिक वरदानलाई घृणा गर्नु अनि यसलाई गलत प्रकारले प्रयोग गर्नाले ख्रीष्टको देहमा अमेल र घमण्ड उत्पन्न गर्छ। हामीलाई परमेश्वरले वरदान दिइसकेपछि यसलाई हामीले ठीक प्रकारले प्रयोग गर्नुपर्छ र यसलाई यो वरदानलाई घृणा अवहेलना गर्नु चाहिँ हुँदैन कहिले पनि। अर्को कुरा, विभिन्न किसिमको वरदानहरूलाई मण्डलीमा बिना विवाद चलाउन सकिन्छ। आज धेरै मण्डलीहरूमा विवाद छन् वरदानहरू प्रयोग गर्ने कुरामा। तर बाइबलले के बताउँछ भने बिना विवाद। यदि परमेश्वरका दासहरू बुद्धिमान हुनुहुन्छ भने मण्डलीमा जुन प्रकारको वरदान परमेश्वरले व्यक्तिहरूलाई दिनुभएको छ ती मानिसहरूलाई वरदान अनुसारको काम गर्ने मौका दिनुहोस्। त्यो मण्डलीमा विवाद भन्दा नि सेवकाई वृद्धि हुन्छ, मण्डलीको वृद्धि हुन्छ, विश्वासहरूमा एकता र मिलाप आउँछ अनि परमेश्वरले त्यस मण्डलीलाई आशीर्वाद दिनुहुन्छ। त्यसकारण विभिन्न किसिमको वरदानहरूलाई मण्डलीमा बिना विवाद चलाउनु पर्छ। पहिलो कुरन्थी 12:4-6 र 12:14-20। अन्तिम कुरा, विश्वासीहरूलाई उनीहरूको आत्मिक वरदानहरू प्रयोग गर्नको लागि आज्ञा दिएको छ। प्रिय विश्वासीहरू, तपाईँ र मैले परमेश्वरबाट पाएको आत्मिकी वरदानहरूलाई प्रयोग गर्न आज्ञा दिएको छ। तपाईँले पाउनुभएको वरदानलाई लिएर चुप्प लागेर नबस्नुहोस्। परमेश्वरको सेवाको निम्ति, मण्डली वृद्धिको लागि तपाईँलाई दिएको वरदानलाई तपाईँले प्रयोग गर्नुहोस्। यसले परमेश्वरको राज्य विस्तारमा ठुलो भूमिका खेल्नेछ, किनकि यो परमेश्वरले आफ्नो महिमाको निम्ति दिनुभएको हो। परमेश्वरले हामी सबैलाई आशीर्वाद दिउन्। जय मसीह, नमस्कार।